यो बड्डा नाच्छ न सुभाषले चाँदी देखाउनु भयो क्या यसरी कालै भयो रोको यस्तो त नहोला यार बाटो चाहिँ एकदम बिग्रेको अवस्थामा छ जम्बा चाहिँ टोटल के भन्छ 25 जना लाग्छ 3 वटा सुमु अझै 2 वटा चाहिँ पछाडि छ त्यो चाहिँ अब खाना खाइ हामी दाइ चाहिँ अब ओर्लेर गाडीको इन्ट्री गर्नु पर्यो नि त हो एकदम रमाइलोमा दास कसो बास त यता हेरिदिनु पर्यो कि बड्डो ठिक छ नि पछाडि बस्दाखेरि कम्फर्टेबल छ नि कस्तो दामी भइरहेको खुट्टाको अवस्था ठिक छ मेरो एकदम ठिक छ यार पछि त्यो खुट्टालाई डान्सर सेफ्टीसँग राख्नु त्यो सेफ्टीसँगै राख्यो क्या त्यो अगाडि बस्यो सिस्टमको यहाँ ब्याट्री लो हुन लाग्छ तपाईँ चार्ज गरिहाल्नु वर्ष के यस्तो चाहिँ हात पनि हल्लाउनु आउँदैन चिप्लो बाटो हाम्रो केटाकेटी डान्स गर्दै साथीहरू हामी करिब 1 घन्टा जति हिँडिसकेका छौँ हामी हेटौडा जाने क्रममा छौँ बाटोमा छौँ होइन बाटो र सिन्धुलीको बाटोमा केही फरक पाएन सिन्धुली भन्ने ठाउँ रहेछ टर्निङ पछाडिको देखौ एकचोटि होला नि सिद्धरी होला होइन अच्छा चार्ज खान्छ भनेर शाही जोड़ा आई जो बन के वही तो मेरी स्वीटहार्ट है तो मेरी स्वीटहार्ट है बाटो चाहिँ एकदम मेरी स्वीटहार्ट है मोबाइलबाट साउन्ड बढाउनु न साउन्ड आउँदैन गीतले के भयो सोच्दै हाम्रो ठुलो बाटो लो क्वालिटीको गीत बजाउने होइन क्या हामी चाहिँ अहिले अब यहाँ एकछिन नास्ता खाजा खाना खानको लागि रेस्टको लागि बस्यौँ अवस्था Yes bro, yes. हजुर धेरै पछि भेट्यो
है ल है खानासाना खाऊ है खानासाना खाऊ है केटाहरू खानासाना के म मेरै चोरेको यार मैले मेरै चोरेको यार खासै राम्रो देखिएन खासै राम्रो देखेन कालो भएर चित्त बुझाऊ है अब के भन्नु त चित्त बुझाऊ है ज्याकेटमा अब योभन्दा बढी भन्न सक्दिनँ म चित्त बुझाऊ है साथी यस्तै हो हामीले चाहिँ यहाँ फ्यान्टा खाथ्यौँ फ्यान्टाको पैसा पे गर्यौँ हाम्रो चाहिँ ज्याकेट यस्तो ग्रिन परेर हामीले एल्लो भनेर सोचेको हामीलाई सरप्राइजली ग्रिन परेको छ साथीहरू ग्रिन हो र यो राइट हामी देउराली क्रस बोर्डरबाट चाहिँ अब माथितिर लाग्दैछौँ अब चाहिँ हामी फेरि लगभग 1 घन्टाको बाटो होला हो दिइसकेबाट देउराली लगभग 2 घन्टाको यात्रा गरेपछि थाकेको अवस्था मोबाइल पक्का हात दुखेर गाडी हाक्नुहुन्छ अनि एकदम फ्रेन्डली पनि हुनुहुन्छ बाटोमा लाली गुराँस पायो भने टिप दिनु पनि हुन्छ दाइले फर एक्जाम्पल अहिले टिपेपछि म हजुरहरूलाई देखाउँछु है फोन नम्बर अनि म्यासेज त्यो सम्भव त्यो सुडरलाई गरिहाल्ने होला एकदम धेरै रिजर्भहरूको लागि अथवा केहीको लागि चाहिँ दाइले एकदम सम्झिन दाइ चाहिँ एकदम फ्रेन्डली हुन्छ है हाम्रो अलिकति फेस पनि दाइ यता एकचोटि लुक्स पनि दिन्छ तपाईँको एकचोटि हाँसेर हामी सबै नमस्ते एटेड फ्रेन्ड मोमो हाउस चाउमिनको बजार आउँछ सुभाषजी एउटा राम्रो मान्छेलाई मात्र घरले गाउने हो कुन गाउँ अरे यता फाइनली हाम्रो 2 घन्टाको यात्रा आएपछि भेन्फेदी आयो कहाँको सटरबाट पहिलाको कि जमानाको मकवानपुर अहिलेदेखि हो त वहाँबाट
हेर्नुको मकवानपुर सुरु भएको हामी उता चिस्निर भन्ने ठाउँ छैन त्योभन्दा उताको डाँडाबाट मलाई अब मेरो घरको भाइ साइकिल अटो देखेँ मैले हाम्रो घरमा अटो चल्छ खुसी छन् हाम्रो केटाकेटीहरू ब्लग ल अब मलाई चाहिँ मेरो घरतिर तराई झरे जस्तो फिल भयो है टक्क मैले अटो पनि देखेँ जे होस् अटोले मार्केट खाइरहेछ ठिक छ यतिको त हुनुपर्छ तराईमा चल्नै पर्छ तराईमा चल्नै पर्छ यस्तो घाम छ यस्तो गर्मी भइसक्यो गर्मीले नि थाहा भइसक्यो कि हामी तराई झरिसक्यौँ भनेर साथीहरू रविका सब सम्झाइदिन्छु त्यही थियो त तपाईँहरूको ब्याच केटा हाम्रो ब्याच नै बनाइसकेँ बाई बाई कसको हजुर यही छ आएको त नोभेल कतातिर छ खै यही हो नोभेल आप लोग का होटल वो है यही हो ये रेडियो ले फाइनली गाइज हामी चाहिँ हाम्रो होटल पुगिहाल्यौँ